हेलो गाइस, नमस्ते, वेलकम टु माई च्यानल। हजुरलाई स्वागत छ करिश्मा खड्का अफिसियल युट्युब च्यानलमा। हामीहरू एकदम ठिक छु, हजुरहरू पनि सबै सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। आज चाहिँ हामी कहाँ गएको रे भनिदेऊ। कलकत्ता हामी खाना खा जस्तो खानै खाएको छैन यार। आज हामी खासमा त्यो मन्दिर आएको होइन चितवनमा, अनि त्यसपछि हामी अहिले पुतुल आएँ। अनि हामी अहिले एकछिनपछि पाल्पा जान्छौँ दाजुको बर्थडेमा। अनि त्यसपछि हामी भोलि बिहान होस्टेल आउँछौँ। अनि हामी चाहिँ त्यहाँ दर्शन गरेर अब चाहिँ हामी जाँदैछु खानाको नाममा चाहिँ खाने भनेको हामी आज चाहिँ बिरयानी खाने हो आफ्टर लङ टाइम पछि। तिन बोल न क्या बोल्ने बोल न के बोलौँ। 2 लाइन। अब हामी बिरयानी खाएर जाँदैछौँ। लङ गर कि अलिकता मलाई भोक लागेर आवाज आइरहेको छैन नि खासमा। अहिले हामी बिरयानी खाएर जाँदैछौँ बुटुलको हैदराबादी बिरयानी। तपाईँ पनि बुटुल आइसकेपछि खान सक्नुहुनेछ। कहाँ हो बाटो चाहिँ? यहाँबाट जानु मिल्छ? त्यही जानु पऱ्यो यार। गर्मी लाग्छ फेरि यो बुटुलमा त। तर आज चाहिँ अलिक शीतल छ। आज अलिकता शीतल छ किनकि पानी परेको कारण। तर बादल पनि लागेको छ आज। तर म कस्तो भनेर भन्दैन। मलाई लगाइदेऊ न, खै मलाई कति भन्छ। बाबु लगाएको कानमा कोही दिने यार। खाना कति गएन लगाउने जस्तो नन्याएर कस्तो देखिन्छ म गाइस भन्नुहोस् त। एकदम राम्रो पनि भन्न सक्दैन क्या हो। राम्रो त के होइन र, गर्मी छ। ओ माई गड, बसहरू कहिले पनि जेब्रा क्रसिङमा हिँड्नुपर्छ। देखाइ पनि हान्न आउँछ नि यार। हामी एकदम गरिब। हामी के उता खस्यो दोबट्टा यार। कसको दोबट्टा के खस्यो त्यो? हामी एकदम गरिब छौँ अहिले। आउन यताबाट हो कि यतै जस्तो लागिरहेको थियो। यताबाट उता जाने हो कता? ल तिमी लगाउँछौ तिमीलाई त दामी देखाउँछ। दामी होइन कि मलाई आँखा पोलेको छ। राम्रो मान्छेलाई चस्मा पनि राम्रो देखिन्छ, हामी जस्तो नराम्रोलाई नराम्रै देखिन्छ जे लगाउँदा आँखा पोलेको छ के नै जाई। हामी यतै हो। हामी यतै हो। ए भगवान्, भोक लागेर यस्तो कतिसम्म भोक लागेको हो यो? यही हो त। यहाँ हामी जाँदैछु, यहाँ हेर्नु सक्नु चाहिँ यसरी औलो यो ठाउँमा हामी योभन्दा अगाडि 2-3 चोटि 4 चोटि आइसकेको छु नि, तर भ्लग पनि एकचोटि आँखा झन् भोक लाग्यो क्या हो। झन् भोक लाग्यो गाइस। यहाँ रहेछ हामी यो खाना जाँदैछ। यो खाना हेलो हेलो गाइस, आज चाहिँ हामी हाम्रो दादाको बर्थडेमा बुटोलमा रहेको हैदराबादी बिरयानी खाना आएका छौँ। अगाडि नै आइसकेका छौँ, अगाडि नै भिडियो हालिसकेको छु। अझै फेरि यो भन्नु त
हामी भर्खर सिद्ध बाबा सुन्ने लाग्यो यसमा हामी भर्खरै बिहान नुहाइधुवाइ गरेर हामी सबैजना साथी प्लस भाइ बहिनीहरूसँग सिद्ध बाबा मन्दिर पुगेर आएको दर्शन गरेर आएको अनि हामी चाहिँ दर्शन गरेर आएको होइन भर्खरै अनि दर्शन गरेर बर्थडे थियो नि त आज हाम्रो दादाको अनि त्यही भएर अब चाहिँ अनि दर्शन गरिसकेँ अब भोक लाग्छ भोक लागेर नि हामी खाएको हैदराबादी मटका दम बिरयानी बुटोल दाम देख्न सक्नुहुन्छ त्यहाँको लुक्स यस्तो छ एकदम हेर्न सक्नुहुन्छ कस्तो दामी छ वाउ हैदराबादी दम बिरयानी ल छिटो छिटो यता यसमा पस्कनुहोस् हामी खाएर नै भएछ उसले हामीले गर्दा नि भयो पैसीले हामीले पैसीले खाँदा नि भयो भएन नि ए भयो अनि हामी खाना आएको थियौँ हैदराबादी बिरयानी अब हामी चाहिँ यहाँ बिरयानी खाइसकेर हामी जाँदैछु पाल्पा बस पार्क अनि पाल्पा बस पार्क कहाँ जानेछु हजुरलाई हामी देखाउने नै छु अहिले चाहिँ यतिकैमा हामी बाई बाई गर्न चाहन्छु गाडीहरू बाइकहरू रेडी हुँदैछ बाइक रेडी गर्दैछन् दाइहरूले चाहिँ यही हो पाल्पाको बस पार्क पुगेर पनि हामी गाडीमा बसिसक्यौँ हेलो भन गर्मी भएको छ के भयो गर्मी के हामी चाहिँ पाल्पाको बस पार्क पुगिसक्यौँ पुगेर पनि गाडीमा चढिसक्यौँ हेर्न सक्नुहुन्छ बन्द गर अब देखिया छौ ए
मुख लगाएर गएपछि अनि अब हामी अझ चाहिँ हामी होस्टेल जाँदैनौँ, हामी जान्छौँ रुममा, हाम्रो दादाको रुममा जान्छु। आज बर्थडे छ, आज साँझ पनि बर्थडे हुनेवाला छ। अहिले हेर्न चाहिँ सक्नुहुन्छ पछि यसपछि अब हेरौँ के हुन्छ। आज त तिमीलाई कस्तो हुन्छ नि हेर्नुहोस् त भयो त्यो बादल छोटो कति राम्रो बादल छ अहिले होइन। किन गमाउनु छ फर्स्टदेखि 4 टन्नै छ अब त। कति काला मान्छे पनि काला, फेस कालो हुने हो। टिस्यु पनि ल्याएको थिएन त्यहाँदेखि छोडेर। म चोर हो। अन्त गरेर क्या अब काले 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 दिलवाले दिलवाले। हामी लग्दैनौँ क्या त्यस्ता केही केही लाग्दैन, आफै भिखारी छौँ। गरिब के खाने हो? अहिले भर्खर त्यत्रो बिरयानी खाएर हेलो गाइज, हामी चाहिँ यहाँ बास्टडी पुगिसक्यौँ। यतै रहेको छ हाम्रो पाल्पाको बास्टडी भन्ने ठाउँमा। अनि अब चाहिँ हामी रुममा जाँदैछौँ एकछिनमा होइन। गाडी आउँदैछ अनि गाडीमा बसेर जाने हो। उनी चाहिँ हिँड्दा हिँड्दै थाकेन रे। हिरोइन आजको हाम्रो हिरोइन हुनुहुन्छ मनिषा कार्कीजी। हेलो हेलो। अब हामी चाहिँ फोटो खिच्छ अलिकता, अझै पनि हाम्रो फोटो सोटो खिचेर पुगे छैन हामीलाई भन्दाले पनि मेन गरी चाहिँ उहाँलाई दाजुले देखाउने होइन, ब्लग हो। दाजुले देखाउने भनेर दाजु होइन दाजु रे। हामी चाहिँ यहाँ रुममा पुगिसक्यौँ होइन। अहिले चाहिँ फाइनली रुममा पुगेर नि फ्रेस भएर नि रुम सफा गरेर नि अनि फेरि अब हामी सब यहाँ रेस्ट गरेर हेलो के भन्ने र रुम सुम सफा गरेर अब बर्थडेको तयारी कतिखेर हुन्छ? केक चाहिँ कतिखेर ल्याउने? अब जाने ब्यालुन पनि ल्याउनु पर्छ यो अर्को। अनि उता नि हुनुहुन्छ हाम्रो दादा रेस्ट गर्दै हुनुहुन्छ। रेस्ट क्या अब के थाकोसँग बोल्दै हुनुहुन्छ। यहाँ छिन कि बोयफ्रेन्डसँग म्याच गरिरहेको छ नि ऊ यसो गरी गल्टाको होइन हो अनि गरी चलायो होइन के। हेलो गाइस, आज बर्थडे थियो स्पेसल ज्ञानेन्द्र सरको। बत्ती गएर केक पनि काट्न पाएन। यहाँ के रे दी, यसको नाम के रे? यसको नाम के रे? 197 मा फोन गरे कसलाई हो यो? प्रवित कलको नम्बर माग्नु नम्बर माग्नलाई पो हो? ह्यापी बर्थडे माया लेख्दै बात हुन्थ्यो के हुन्थ्यो सबैको सर हो नि त मेरो पनि ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु। हेलो गाइस, हामी चाहिँ त्यहाँ बर्थडे मनाएर हामी चाहिँ रुममा फर्किन लागेको। हेर्न सक्नुहुन्छ बाइक, मलाई अरू केही आउँदैन कि। अनि अब हामी रुमबाट फर्केर अनि होस्टेल जाँदैछौँ। त्यही हो, यति नै भन्छु म, अरू केही भन्दैन।